अचारको लागि मैले यति जति आउँला धोएर राखेछु। यसलाई अब कराईमा स्टिम गर्ने उमाल्ने। कराईमा मैले पानी हालेर त्यो स्ट्यान्ड राखेँ, त्यसमाथि राखेर सफ्ट नहुने जेलसम्म उमाल्छु म। अब छोपेँ, यसलाई उमाल्नलाई राखेँ। हेर्नु त हाम्रो आउँला क्र्याक भइसकेछ, यानि कि सफ्ट भइसकेछ। सफ्ट भइसकेपछि पुरै क्याक्ने हुन्छ। ग्यासलाई मैले अफ गरेँ। अब यसलाई यसको बिउ निस्कालेर यस्तो यस्तो भइहाल्छ। अब यसलाई घाममा सुकाउने। घाममा सुकिसकेको अवस्था यस्तो छ। अब मैले यसको लागि मसला रेडी पारेछु। तोरी, ज्वानो, सौंफलाई भुटेर अनि पिसेछु। त्यसपछि अलिकति जिरा पाउडर हालेँ। धनिया जिराको पेस्ट हो। अनि त्यसपछि सुकेको खुर्सानी छ रातो धुलो, बेसार, अनि स्वादअनुसार नुन हाल्नु होला। अलिकति तोरी हालेर मजाले मिसाउनु। तोरीको तेल हाल्ने अनि मजाले मिसाएर यसलाई मिसाएर 2 दिन जति घाममा राखेपछि मजाले खाने। रेडी भइहाल्छ अचार। हेर्नु त अचार रेडी